म चाहिँ भोजपुर जिल्लामा अवस्थित सिद्धकाली मन्दिर जानेको छु। जाने क्रममा यो दृश्य हामी देख्न सक्छौँ भोजपुर बजारको। म एक्लै आउनु चाहिँ मलाई थाहा छैन है, म कहिले गएको छैन। पहिलो गाई हिँड्दैछु म। अब सिद्धकाली माताले के हुन्छ केमा गर्नु भने पुग्छु। भोजपुर आज चिसो चिसो रहेछ। खै आएर त्यसो के मैले भोजपुरमा पनि फर्स्ट टाइम हो। धेरै माथि छ जसकै छ हो। चिसो भयो क्या नि लाङखुकेको झुमेर मोमो योको भयानको नानी अर्को भयो भने चाहिँ बाफ्रे बाफ दुईटा बाटो रहेछ। ओके जिल्ला प्रशासन कार्यालय रहेछ यहाँ भोजपुरको। अनि सिद्धकाली जाने साइड यो होला हामी देख्न सक्छौँ भोजपुर बजारमा भोजपुर नगरपालिका अवस्थित भवनहरू। फाइनली गाइस सिद्धकाली मन्दिर चाहिँ आइपुग्यो। सिद्धकाली माता कृपा गर्नुभएको रहेछ। यहाँ म आउनु चाहिँ आइपुग्नु है। आरती हुन्छ भनेको पनि सुनेको थिएँ मैले। आरती चाहिँ हुन्छ हो कि थाहा भएन। तर जे होस् सिद्धकाली माताको जे होस् एउटा बाटो देखेँ मैले। उहाँ बस्नुहुन्छ होला अझै पर केही छ अङ्कल यहीँ छ नि आइपुग्यो भन्नुभयो। अब हामीले यो सिद्धकाली परिसरमा छौँ। यहाँ घन्किने कति हेरेँ भनेको बजाउँछ। आवाजको मलाई के सुन्नुहुन्छ है। ए सिद्धकाली मन्दिर आइहाल्यो नि। मेरो निनी चाहिँ सिद्धकाली मन्दिर चाहिँ जसरी पनि जाने भन्दै हुन्थ्यो। जानेर जुरेको रहेछ। भोलि जात्राको लागि सायद यहाँ के गरिन्छ। भोलि गाडी जात्रा पनि सायद यहाँ के गरिन्छ। यही रहेछ भोजपुरको